नमस्ते, ह्याप्पी स्याटरडे। यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। आज शनिबारको दिन मैले एउटा दिनभरि मैले के गर्छु भनेर सानो छोटो भिडियो क्लिपहरू लिने विचार गर्दैछु के अनि मेकअप भइसक्यो, अब लुगा लाउनु मात्रै बाँकी छ। फ्लावर सपिङ जाउँ कि भन्ने प्लान छ। जानलाई रेडी भयो। अब कहाँ जानु लाग्नु भएको? मासुमाले कफी पनि त्यहीँ हो नि त। अनि यता हो नि त, सेम प्लेसमा हो नि त। कार पार्कमा आइपुग्यो। अहिले हामी स्क्वायर गार्डन सेन्टरमा आइपुग्यो। अनि यहाँ खाना खाने, प्लान्टहरू हेर्ने। दिन चाहिँ साह्रो राम्रो छैन, बादल लागेको छ, अलिअलि पानी परेछ। चाहिँ पुरा इन्डोर प्लान्ट्सहरू छ यहाँ, फ्लावरहरू, ब्युटिफुल इन्डोर प्लान्ट्स। गार्डन सेन्टर चाहिँ एकदमै ठुलो छ, भित्र सप पनि छ। अनि उतातिर गयो भने क्याफे पनि छ। अहिले हामी क्याफेतिर जाँदैछौँ। यो रेस्टुरेन्ट एरिया हो। पहिला यहाँ केही स्न्याक्सहरू खाने अनि बल्ल सपिङ गर्ने। चाहिँ क्याफे एरिया। हेलो बेबी। यसलाई यो लेडीले चाहिँ टेबलमा लाँदैछ। यो टेबल हाम्रो। के खानुहुन्छ तपाईँ? रोज्नुहोस् ल। बेबीले मलाई ड्रइङ गर्न सिकाउँदै हुनुहुन्छ। एप्पल चाहिँ रेड हुन्छ हो, रातो हुन्छ एप्पल। ड्रिङ्क आयो। बेबी चिनो। यम्मी छ भन त। मिठो छ भन्नुहोस्। मिठो। That's salmon. यो चाहिँ हाम, सामन। बेबीको पिज्जा काट्नुहोस्, पिज्जा काट्नुहोस्। अब हामीले खाएर भइसक्यो। अब यो क्याफे एरिया अघि चाहिँ टन्न थियो कस्टमरहरू, अहिले सबै खाएर गइसक्यो। अब हामी उता फ्लावरतिर जान्छु। बाबाको स्ट्यान्डहरू, सबै डेकोरेसन, लाइट, गार्डन डेकोरेसन, प्लान्ट पटहरू, चाहिँ कम्पोस्टहरू, ग्लोभ्सहरू। अब यो चाहिँ आउटडोर प्लान्टको सेक्सन। वाउ, प्लान्टहरू भर्खर निस्केछ, तर स्टिल चिसो छ वेदर। मन पर्यो बेबी? लाने के हो त्यो? मिक्स एन्ड म्याच 3टालाई 15 पाउन्ड रे। यो फ्लावर प्लान्ट्सहरू, ब्युटिफुल प्लान्ट्स। हेलो बेबी। राम्रो माछा रहेछ यहाँ। यहाँ उनीहरूले माछा किन्नु लाग्छ अनि खोज्दैछ। कति नडरानो खाँदैछ। Oh, what is that? सब सेक्सन यहाँ चाहिँ पेटको फुडहरू पाउँछ। पुरा कमेलिया, अलिकति पिचियोनिया अनि जेरोनियम। त्यति मात्रै प्लान्ट। वेदर राम्रो छैन, अरू प्लान्ट चाहिँ पछि किन्ने। आजको लागि यति। अनि कम्पोस्ट किन्नु छ। सपिङ कम्पोस्ट, टप सोइल अनि यो फुलहरू किन्ने
next time. गार्डन सेन्टरमा गएर सुरुमा खाना खायौँ अनि त्यसपछि बेबी प्ले एरियामा खेल्यो अनि सपिङहरू गऱ्यौँ अनि त्यसपछि हामी दाइलाई भेट्न गयौँ दाइ भाउजूलाई दाइ चाहिँ नेपालबाट भर्खरै आउनुभएको मैले भेटेको थिइनँ अनि त्यसपछि फेरि दाइ भाउजू भदैनीहरू नातिनी सबैलाई भेटेँ त्यहाँ भेटिसकेर फेरि हामी बाबाआमालाई भेट्न गयौँ अनि बाबाआमाको घरमा गएर भेट्यौँ एकछिन बस्यौँ अनि बाबाआमाको चाहिँ त्यहाँ अरू पाहुनाहरू आउनु भएको रहेछ अनि हामी त्यहाँ चाहिँ धेरै बेर बसेनौँ किनभने उहाँहरूलाई अलरेडी रमाइलो भइरहेको रहेछ साथीहरूसँग त्यसपछि हामी घर आयौँ आजको हाम्रो दिन यसरी बित्यो अहिले चाहिँ बेलुका 5:30 हुन लाग्यो अब चाहिँ चिया पिउने रेस्ट गर्ने टिभी हेर्ने अनि गार्डनिङ गर्ने प्लान थियो तर गार्डनिङ चाहिँ म भोलि गर्छु होला आज चाहिँ अलिकति ढिलो नै भइसक्यो अब नाइस डे एभ्रीबडी थ्याङ्क यू फर वाचिङ बाई टेक केयर